आज हाम्रोकोमा चाहिँ दिदीहरू फुपू आउनु भएको थियो अनि के नास्ता खाने भनेर कुरा चल्यो अनि सबै सामानहरू थियो नि त अनि चाउमिन बनाउने कुरा भयो अनि त्यसपछि चाहिँ सब सामान रेडी पारेर मैले बनाएँ। त्यसपछि चाहिँ चाउमिन राखिसकेको थियो अनि त्यसपछि ससको पालो आयो, सस राख्यौँ अनि अर्को चाहिँ चुक पनि राख्यौँ। त्यसलाई गोलालाई मैले सकेन अनि दोस्रो लटमा चाहिँ त्यो त पहिलो थियो चाहिँ दिदीले बनाइरहनु भएको थियो अनि म चाहिँ बुहारीले चाहिँ भिडियो बनाइरहेको थिएँ। त्यसपछि मैले हतारमा छिटो गरेर चाहिँ भाङ्गो राखेर चाहिँ अचार पिसेँ, टमाटर पकाइसकेको थिएँ अनि त्यसपछि चाहिँ हाम्रो अचार रेडी भयो अनि फाइनली चाहिँ हामी आफ्नो भाग राखेर चाहिँ छिटेर खाइरहेको थियौँ अनि उहाँ पुपू दिदी हुनुहुन्छ। त्यसपछि हामी सबैजना मिलेर गफ गर्दै खाइरहेको थियौँ। ठिकै थियो, त्यस्तो मिठो भने होइन, अब बजार कस्तो हुनु नि त, त्यो पनि मिठो नै थियो। आजको लागि बाई बाई।